सम्पूर्ण नमस्ते यसपालि चाहिँ म एकदम बिजी थिएँ। यसपालिको बर्खामा घर बनाएकोले गर्दाखेरि चाहिँ यिनी मिलाउनु पर्ने थियो। मैले पनि जानी नजानी यसो लाउँदैछु अनि एकदम टाउको दुख्छ नि त यो गनाउँदा, अनि एकदम गाह्रो हुन्छ क्या। सो मैले फाइनली ढोकामा चाहिँ यस्तो लगाएँ अनि यस्तो लगाइसकेपछि नि माथि बरन्दामा चाहिँ यस्तो लगाएको थिएँ दुई खालको कलर। लास्टै गाह्रो भएको थियो, त्यही पनि मैले सकाएँ। तर फाइनल्ली मेरो हात यस्तो रहेको छ अनि म पुरै के बिरामी। अनि अब पालो रहेको छ व्हाइट सिमेन्टको कालो बाह्र उचाल्दैछु मैले हँसिया लिएर अब काट्न। यति गाह्रो भइरहेछ कि पुरै उठेर बल गरी मैले चलाउँदा पनि अन्तिममा बस्न बाध्य भएँ क्या। अब चाहिँ मैले लाउन थालेँ। यो सेतो सबै लगाइसकेपछि चाहिँ मैले पिङ लाउनु पर्ने हुन्छ। पिङ लाउँदैछु। पिङ लगाइसकेपछि चाहिँ मैले रातो तल लाउनु पर्ने हुन्छ। रातो यसो कति मिलाउन गाह्रो हुँदो रहेछ अरे यो, यति गाह्रो हुँदो रहेछ मिलाउँदै चाहिँ रिसले पुरै के मजा। अनि जति मिलाउँदा नहुने क्या, कति झन् सिधा गऱ्यो झन् कस्तो बाङ्गिँदै जाने के खालको। अनि आएन, तर खासै राम्रो चाहिँ भएन। तै पनि मैले मिलाउने चाहिँ कोसिस गर्दा पनि नभएको त के भन्नु अब होइन। म पुग्दैन समेत पाएको छैन, हेर्नु न पुरै के भन्छ यो कतर खाएको यो कालो न कालो भइरहेछ। सो आज चाहिँ फाइनल्ली मैले तलको कलर चाहिँ लगाइसकेँ, तर माथिको चाहिँ नपुग्ने भएकोले गर्दा मैले 2 लिटर जति चाहिँ कलर मगाएको छु। अनि त्यसले पनि पुग्दैन क्या। यो पनि मेरो भइरहेछ नि। अघि के भन्छ यो रेड लगाएको थिएँ अनि अलिक माथि पुगेको थियो नि त, अनि नराम्रो साह्रै नराम्रो देखिरहेको छ। सो म चाहिँ अब भरे कतिखेर आइपुग्छ अनि लाउँछु। बाँकी हात यस्तो पुरै यस्तो भइरहेको छ, हात यस्तो भइरहेको छ। यस्तो म सेतो थिएँ भनौँ नहुने। अनि यस्तो दाँत पनि पुरै सुन, दाँतमा पनि पुरै सुन के त्यो माछा नपाएको भनौँ कि घुर्सन नभएको भनौँ कि। फाइनली मेरो घर सबलाई देखाउँछ। जसो तसो मेरो काम त सक्यो, तर मेरो हातको हालत हेरौँ, मेरो अनुहारको हालत हेरौँ। त्यही पनि फाइनल्ली मैले फिनिसिङ गरेँ, सकेँ। त्यसमै खुसी।